नमस्ते सबैजनालाई। म चाहिँ धेरै दिनपछि सानो मिनी भ्लग बोकेर आएको छु। सबैजनाले हेरिदिनु होला, सो माया पनि गरिदिनु होला। धन्यवाद। हेलो नमस्ते सबैजनालाई जोडले। सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ। सो अहिले चाहिँ म बिहानको छुट्टीको टाइममा म चाहिँ यसो कति सुत्ने हो घर मात्रै भनेर सोचेर डुल्न आएको। सो क्या हरियाली छ है, कस्तो रमाइलो छ हो वातावरण, कस्तो सफा। हेलो गाइस, हेर्नुहोस् कस्तो रमाइलो झर्ना कति राम्रो है। झर्ना भन्दा त म राम्रो छु होला है। सो गाइस, मैले चाहिँ एउटा कुरा देखाउँछु तपाईँलाई, अहिले देखाउँछु। म पर्खेर बस्नु है सबैजनाले हेर्नुलाई। सो जङ्गलै जस्तै कालो बाटो तर कस्तो छ है, फ्रेस हावा। अझै नेपालमा भएको भए यो घाँस कति काटिन्थ्यो होला। यो घाँस अब यहाँ त कसले काट्छ र, यहाँ त सबै मेसिनले काटेर फालिदिन्छ। गाई बस्तुलाई दिने पनि होइन, सबै हालिदिन्छ। सो गाइस, सो सबै हेर्नु न। मैले हिजो अस्ति अर्काको बारीमा आएर, बारीमा भन्दा नि अर्काको ठाउँमा आएर नि हेर्नु, सानो सानो तोरी साग उम्रिएको छ क्या। अनि उम्रेको न लास्टै हाँस लगाएर मलाई बेलुकामा आएर खनेर एउटा सिन्काले खनेर अनि त्यसपछि त्यो रोपेर गएको क्या। अनि कस्तो लाग्यो नि त्यसपछि। अनि अरूलाई साथीहरूलाई भन्यो भने यस्तो हाँस्छ क्या सबैजना, तर म चाहिँ लगाएर गएको क्या। ऊ यहाँ सानो उसमा नि छ, थोरै यहाँ पनि छ है। सो यहाँ त राम्रो भइरहेछ अरे, सानो तोरीको साग। म त हाँसो लगाएर, अरूले देख्यो भने के भन्छ होला जस्तो लाग्यो। सो ठिकै छ, अब राम्रो भयो भने खाइन्छ। फेरि राति आएर टिपेर लिएर जाने हो। सो गाइस, म चाहिँ अब जान्छु। अनि मैले यहाँ एउटा कुरा देखाउँछु क्या तपाईँहरूलाई, तर मैले चाहिँ नेपालमा देखेको पनि थिएन, रुख पनि चिनेको थिएन होइन, रुख पनि चिनेको थिएन। सो त्यसको नाम चाहिँ, यो फलको नाम चाहिँ ओखर रहेछ क्या, ओखर। तर मलाई त लाग्छ क्या यो ओखर जस्तो नै लागेको थिएन कि, कस्तो राम्रो फल्ने रहेछ क्या। सबै जङ्गलैभरि यो मात्रै के, कस्तो राम्रो फलेर बसेको क्या। अनि कस्तो भने हेर्नु त कस्तो राम्रो फलेको, तर ओखर त यस्तो राम्रो फल्दो रहेछ है, कस्तो राम्रो फलेर बसेछ। अनि त्यसपछि मलाई त यहाँ नै फला हेर्नु त कस्तो फलेको, आमा कस्तो च्याप्दै लिएको भाइ। यहाँ नै फलेको सानो फला है, यो टिप्छु है मैले। कस्तो कस्तो आउँदो रहेछ। यहाँ नि सिस्नो नि पाउँछ नि सबै। सिस्नो यो त होइन, यो सिस्नो त होइन रहेछ। यत्रो ठुलो रुख छ है, साँच्ची भने। फेरि मैले एउटा कुरा देखाउँछु हेर्नु न, यो रातो पनि कस्तो खाँदो रहेछ क्या, यो रातोवाला। अनि अमिलो हुँदो रहेछ। अनि यो आलु अनि सबै मसलादारहरू सबै राखेर खाँदाखेरिमा यस्तो राम्रो हुँदो रहेछ क्या, मिठो पनि हुँदो रहेछ। मैले चाहिँ एकचोटि खाएँ ल, एकचोटि खाएको मलाई त मन पर्यो क्या। सेम गाउँको जस्तै हामीले गाउँमा न्युरो र आलु, न्युरो उसिनेर आलु अनि टमाटरहरू के सबै सामानहरू राखेर खान्छ नि, त्यस्तै लाग्यो। कस्तो मिठो। अनि त्यसपछि त म त यो नै खान्छ र भन्दै बसिरहेँ।
लास्टमा खाएको त मिठो भएर हेर्नु गाइस। अनि त्यसपछि म त खाइदिएको फेरि म आफैले बनाएर खाएँ एकचोटि चाहिँ। आमा कस्तो सर्प हेर्नु न बाटोमै, म त डरै लाग्यो। किच्दैछ भाइ, अबै म त डर लाग्यो, कस्तो डर लाग्यो। अनि के गरेको होला त्यो, मरेको त होला नि है। कस्तो डर लाग्यो मलाई त हेर्नु त। यस्तो बोल्दै यस्तो इमोसनमा बोल्दै आइरहेको बेलामा त त्यो देख्दा त मलाई त डरै लाग्यो। मामा मेरो त साथै गयो भाइ, साथीहरू के गर्नु होला। कस्तो हेर्नु न यहाँ कस्तो किम्बु फल्छ क्या यहाँ जापानमा, यो बाहेक अरू त हुँदैन भाइ। अनि त्यसरी हेर्नु त कति धेरै फलेर बसेको लक्रममै आमा। अनि त कति म त टिपेर खान्छु क्या एउटा, तर मान्छे आइरहेको रहेछ। के गर्ने, गाह्रो छ मान्छे आएको बेलामा। सो मान्छे आएको बेलामा टिप्न हुँदैन भन्छ। यहाँ एउटा सानो पुल छ क्या, पुल छ तर यति पक्की पुल बनाएको कि गाडी पनि हिँड्छ है। हाम्रो गाउँको जस्तो त होइन, जापान भनेको त जापानै रहेछ है। जता नि फुल फुल्ने, जता नि राम्रो देखिने बाख्रे है। अनि त्यसपछि बता हो रहेछ क्या, बुढाबुढीले स्वर्ग भन्थ्यो पहिला जापान भनेको हो रहेछ क्या जस्तो नि लाग्यो। फिल आएर मेरो मनमा चाहिँ फिल भयो। त्यसपछि त भन छोडेको थिएँ। त्यसपछि गाह्रो छ। म यता आएको थिएन कि, सो गाइस यता हिँड्दै आएको, हेर्न जाऊँ न कस्तो छ के छ, यसो हेरौँ हुनुपर्ने। सो गाइस तर यहाँ सिस्नो नि हुन्छ नि, नेपालको जस्तो त हुँदैन, तर नेपालको जस्तो अलिअलि काँडा भएको चाहिँ हुन्छ है। तर कस्तो अँध्यारो हेर्नु न, शीतल पनि छ है यता त। जङ्गल रहेछ यता त जस्तै। घरै घर रहेछ कि यता त, कस्तो शीतल है, शीतल घरै घर छ हो। डर लाग्दो, जाऊँ कि नजाऊँ जस्तो फिल। तर यताबाट कता जाँदो रहेछ, घर मात्रै रहेछ क्या हो है, घर मात्रै जस्तो लाग्यो है। के जानु है, डुल्दै जाऊँ न, फेरि के हुन्छ अवस्था हेर्दै। हेर्नु यहाँ कत्रो रुख छ, यो ओखरको कति फल्या फेरि यहाँनिर कफाल फल्या छ। काफाल हो कि के हो, किम्बु भन्छ है, सानोवाला के। कस्तो राम्रो है। अब यहाँ त कति धेरै खोले साग पनि पाउँदो रहेछ नि यहाँ ओखरको बटेर्नु कति धेरै, तर बाटोमै रहेछ क्या। कस्तो हेर्नु न खोले साग, तर टिपेर खाँदो रहेछ क्या हो, राम्रो हो। टिप्नुपर्छ क्या हो, कति धेरै आमा टिपेन क्या है यिनीहरू खोले साग त। रहेछ क्या त्यो बसेको घर हो कि नबसेको घर हो कि, यस्तो धेरै हो। ठुलो बिल्डिङ छ कति धेरै। म त यहीँ बसेर टिप्न मन लागिसक्यो हौ खोले साग। हेर्नु न भातसँग कस्तो मिठो हुन्छ। एकछिन बस्न पऱ्यो क्या म त, तर टिपेको रहेछ अलि त, टिपेको जस्तो नि छ। त्यही भएर हिँड्नु छ क्या, के गर्ने। म त टिप्छु है साग, म टिप्ने अलि यति टिपेर लिएर जान्छु। खोले साग पाउँछ भनेर थाहै थिएन कि मलाई, एकजना साथीले भनेको थियो कि राम्रो छ फुलेखा, तर भनिरहेको थियो। मैले चाहिँ सानो टिपेर लानु लाग्यो कि, अब गाली गर्न त आयो भने गमेन सरी भनेर अनि
अबदेखि कहिले टिप्दिन भनेर म छोडिदिन्छु। कस्तो राम्रो राम्रो छ कि फेरि त्यही भएर। खै यिनीहरूले खाँदैन टिप्दा नि टिप्दैन। म त टिपेँ के भन्ला हो मलाई त त्यो टिप्दाखेरि त है लाजै लाग्छ मलाई त। यति धेरै छ कि यहाँ आमामामा त्यहाँबाट यहाँसम्म छ। त्यहाँ त अलिकति टिप्यो है। म त यस्तो कलिलो कलिलो मात्रै टिपेर लिएर जान्छु। अस्ट्रेलिया म त मनपर्छ क्या फेरि त्यही भएर कलिलो भयो भने टिप्न लगाएको पर्छ नि त्यहाँ। हेलो गाइस हेर्नु न यति टिप्यो झोलाभरि। मलाई त डर पनि लाग्यो त म त चिटुक चिनाएर एक झोला त भयो। ओके बाई बाई म गएँ ल अहिले चाहिँ घरतिर।